राष्ट्र समृद्धिको आधार कृषि क्रान्ति एकमात्र पूर्वाधार भन्ने मूल नाराका साथ 3 दिने कृषि प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। देशभक्त जनश्रमिक महासंघ नेपालले आफ्नो संगठनमा आबद्ध जनकृषि श्रमिक संघका सदस्यहरूलाई 3 दिने अर्ग्यानिक खेती प्रविधि सम्बन्धी तालिम राजधानीमा सम्पन्न गरेको छ। झण्डै 100 भन्दा बढी कृषकहरूले उक्त प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका थिए। सो कार्यक्रममा कृषकहरूद्वारा उत्पादित फलफूल तथा तरकारीको माला पहिर्याएर अतिथिहरूको स्वागत गरिएको थियो। काठमाडौँको होटल खुम्जुङको सभाकक्षमा आयोजित सो प्रशिक्षण कार्यक्रमको कृषि विकास मन्त्रालय कृषि विभागका महानिर्देशक डाक्टर युवक धोत जीसीले उद्घाटन गरेका थिए। उक्त 3 दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डाक्टर जीसीले नेपालमा अर्ग्यानिक खेती बढी प्रभावकारी हुने धारणा राखे। रासायनिक विषादी जस्तो त्यस्तो खतरनाक होइन। हामीले प्राङ्गारिक कृषिमा कुरो गर्दा रासायनिक मललाई रासायनिक विषादी जस्तो डरलाग्दो तरिकाले हेर्नुपर्ने आवश्यकता छैन। र प्राङ्गारिक कृषिमा हामीलाई किन चाहियो भने मानिसले स्वस्थ खाना पाउनुपर्छ भन्ने कुरा अहिलेको संविधानले पनि र कुनै पनि जनता भोको रह्यो भने अब ऐन कानुन बन्यो भने त्यस्तो भोको जनता रह्यो भने त्यसलाई वास्तवमा सरकार जवाफदेही हुनु। उद्घाटन समारोहका अतिथि प्राङ्गारिक मञ्च नेपालका अध्यक्ष कुलबहादुर लिम्बुले देशका 14 अञ्चल 75 वटै जिल्लाहरूमा अर्ग्यानिक खेतीको अभियान राज्यले नै चलाउनु पर्नेमा जोड दिए। लेची महाकालीका किसानहरू जुन प्रतिनिधित्व गरेर उपस्थित हुनुभएको छ सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस प्राङ्गारिक मञ्च नेपाल र देशभक्त जनश्रमिक महासंघको तर्फबाट स्वागत गर्न चाहन्छौँ। प्राङ्गारिक रूपमा उत्पादन भएका वस्तुहरूको बजारीकरणमा सरकारले विशेष स्थान दिनुपर्ने भन्दै उनले भने देशभरका किसानहरूलाई परिचय पत्र र कृषि राहतका साथै निर्वृत्ति भरणको व्यवस्था हुनु पर्यो। अब तपाईँ हामी वर्गीकरण हुनु पर्यो। म एउटा किसान, म कुन वर्गभित्र पर्छु, मलाई राज्यले एउटा वर्गीकरण गरिदिनु भनेर हामीले वर्गीकरणको माग गरेछौँ। नेपालमा प्राङ्गारिक मल र विषादी उत्पादन गर्ने अभियान चलाउँदै आएका छौं। यसलाई अझ सशक्त पार्न आकर्षक प्याकेजहरू तयार पारेर अगाडि बढ्न सरकारले सहयोग गर्नु पर्यो। उक्त कार्यक्रममा देशभक्त जनश्रमिक महासंघको भातृ संगठन जनकृषि श्रमिक संघमा आबद्ध सदस्यहरूलाई कृषक परिचय पत्र समेत वितरण गरियो। कार्यक्रम देशभक्त जनश्रमिक महासंघका अध्यक्ष ज्ञान बहादुर तामाङको सभापतित्वमा सम्पन्न भयो। सो कार्यक्रममा जनप्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तेज बहादुर बस्नेत, उक्त पार्टीका महासचिव गोविन्द शर्मा पौडेल र प्राङ्गारिक मञ्च नेपालका अध्यक्ष कुलबहादुर लिम्बुको आतिथ्यता रहेको थियो। कार्यक्रमका अर्का अतिथि जनप्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तेज बहादुर बस्नेतले राजनैतिक दलहरूले आफ्नो पार्टीमा आबद्ध सदस्यहरूलाई समेत राजनैतिक मुद्दा बनाएर अर्ग्यानिक खेतीमा लाग्न आग्रह गरे। त्यस्तै गरी उक्त पार्टीका महासचिव गोविन्द शर्मा पौडेलले आफ्नो पार्टीले आफ्ना देशभरका सम्पूर्ण सदस्यहरूलाई अर्ग्यानिक खेतीमा जुट्ने पार्टीगत रूपमा नै प्रोत्साहन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। स्वास्थ्य उपचारमा खर्च गर्नुपर्ने त्यो बाध्यता अगाडि बढ्दैछ। त्यस कारणले हामी आजका दिन हुन्छ नि प्राङ्गारिक उत्पादनतर्फ अगाडि बढ्यौँ भने हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ, हाम्रो जमिन पनि राम्रो हुन्छ र उत्पादन पनि बढ्दै जान्छ र हामी 70% कृषकहरूलाई कमसेकम एउटा सरल र सहज रूपले जीवनयापन गर्ने एउटा पद्धति अन्तर्गत अगाडि बढाउन सक्छौँ।
उद्घाटन समारोहका अर्का अतिथि देशभक्त जनश्रमिक महासंघका महासचिव सन्तोष प्रसाद दंगालले उक्त प्रशिक्षण कार्यक्रम 3 दिनसम्म सञ्चालन हुने हुँदा यसबाट सहभागी कृषकहरूले उचित ज्ञान हासिल गर्ने र देशको बृहत कृषि उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। देशभक्त जनश्रमिक महासंघका अध्यक्ष ज्ञान बहादुर तामाङको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन समारोह जनकृषि श्रमिक संघकी अध्यक्ष पार्वती दंगालले सञ्चालन गरेकी थिइन्। सरकारीबाट प्रमुख प्रतिनिधित्व गरेर कोही आउनु भएको छ भने आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यो प्रशिक्षण कार्यक्रम जेठ 17 गतेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा समारोहका प्रमुख अतिथि कृषि विकास मन्त्रालय कृषि विभागका महानिर्देशक डाक्टर युवकध्वज जीसीले सहभागीहरूलाई प्राङ्गारिक कृषि उत्पादन सम्बन्धी 1 घण्टा लामो तालिम पनि दिएका थिए।